won't wait. Sunfeast Dark Fantasy. राष्ट्रको शान किसान पाइपिङ सोल्युसन, किनकि गुणस्तरले फरक पार्छ। Extreme energy, extreme tension, extreme energy, extreme alternative, extreme energy, extreme tension, extreme energy, extreme alternative. Enjoy crunchy wafer rolls with indulgent choco creme. Now at only rupees 10 per stick. Dark Fantasy Choco Rolls. Fun that just can't wait. Plumber pipe लगाएपछि टुक्कै जीवनभर ठीक छ मजाले ठीक छ। टिकिरहने क्वालिटी, लिकेज प्रुफको ग्यारेन्टी। थाहा नभएको कुरामा पो सोध्ने नि। प्लम्बर पाइप्स र फिटिङको कुरामा त आँखा चिम्लेर रोज्ने नि, किनकि प्लम्बर पाइप्स र फिटिङ टिकिरहन्छ, चलिरहन्छ। रिलायबल लाइफ, भरोसा यो हाम्रो सधैँ सधैँलाई। परिवार भएपछि चाहना थरी थरी पूरा पनि गर्नै पर्यो दुःख सुख गरी। हातमा हात मिलाउँदै अघि बढ्छु अब जिन्दगीमा समय कहिल्यै हुन्न एकनास, कुनै बेला लाग्न सक्छ सहयोगको आस। योजना छन् लाभदायी, सेवा पनि राम्रो, रिलायबल छ परिवार चाहिँ सधैँभरि हाम्रो। सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई। छैन मलाई डर सफ्टीको छ भर, छैन मलाई डर सफ्टीको छ भर। नयाँ सोच बोकेर सधैँ अघि बढ्दछु, बाधा हर्छन् आएमा डटेर म लड्दछु। मेरो कन्फिडेन्ट यो सफ्टी आफ्नै साथी, जिन्दगीको यो उडान पुग्दैछु माथि माथि, पुग्दैछु माथि माथि, पुग्दैछु माथि माथि। आजका मोडर्न गर्लको कन्फिडेन्टको एउटा आधार सफ्टी स्यानिटरी न्यापकिन्स। विङ्स टु फ्लाइ हाई। मिल्दो जुल्दो नामसँग नचुकिनुहोला, पाखको चिन्ह भएको सफ्टी नै रोज्नुहोला। यही यति कार्पेट नै हो, यो बाहेक कुनै छ र मेरो। विगत 35 वर्षदेखि तपाईको जीवनलाई खुसी र रंगीन बनाउँदै आइरहेको नेपालकै पहिलो र उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादित वर्षौंसम्म टिक्ने उच्च गुणस्तरीय यति कार्पेट नेपालकै सबैभन्दा ठूलो, अब अझै अत्याधुनिक अनि अनेकौं आकर्षक रङ र डिजाइनहरूमा विगत 3 दशकदेखिको सुमधुर साथ। यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। Extreme energy, extreme alternative. यही यति कार्पेट नै हो, यो बाहेक कुनै छ र मेरो। विगत 35 वर्षदेखि तपाईको मतगणना भइरहेको स्थलभित्र पनि चहल पहल बढ्दो छ। त्यो हिसाबले गर्दाखेरि अब अन्तिम मत परिणाम सार्वजनिक गर्नलाई छिट्टै अन्तिम नतिजा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ रोजिनाजी, किनकि बिहानदेखि नै मतगणना निकै तीव्र गतिमा भइरहेको छ। किनकि हिजो बेलुकी र दिउँसोको गणनालाई हेर्ने हो भनेदेखि निकै ढिला थियो। 1 ठाउँ 2 ठाउँ र कतै कोही नै बेला 3 ठाउँमा गरेर मात्रै मतगणना गरिएको थियो। हिजो बेलुकी रातिदेखि नै निर्वाचन अधिकृतको कार्यालयले 5 स्थानबाट अनवरत रूपमा मतगणना गरिरहेको छ। यस कारणले गर्दाखेरि पनि यो मतगणना पुनः हामीले ब्रेकिङ न्यूज प्राप्त गरेका छौं। दैलेख 2 मा एमालेका लक्ष्मी प्रसाद पोखरेल 13,889 मत सहित विजयी हुनुभएको छ। दैलेख 2 मा एमालेका लक्ष्मी प्रसाद पोखरेल हुनुहुन्छ। हामीले ब्रेकिङ न्यूज प्राप्त गरेका छौं। 13,889 मत सहित उहाँले विजय हासिल गर्नुभएको छ। उहाँ 2035 सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध हुनुभएको थियो भने 2063 देखि 2066 सम्ममा एमालेको जिल्ला कमिटी उपसचिव हुनुभएको थियो। भेरी अञ्चल समन्वय कमिटीमा उहाँ 2074 को प्रतिनिधि सभा निर्वाचनमा दैलेख क्षेत्र नम्बर 2 बाट उहाँ उम्मेदवार हुनुभएको थियो। 2035 मा नेकपा एमालेमा पार्टी प्रवेश गर्नुभएको थियो भने 2043 मा शिक्षकको जागिर छाडेर गाउँ पञ्चायत प्रधानको निर्वाचनमा विजयी पनि हुनुभएको थियो। उहाँ दैलेख 2 बाट नेकपा एमाले
बाट विजयी हुनुभएको छ। दैलेख 2 मा नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेल हुनुहुन्छ। उहाँले दैलेख 2 मा विजय हासिल गर्नुभएको छ। हामी पुनः सहकर्मी शङ्कर पण्डितसँग कुराकानी गर्नेछौँ। शङ्करजी, पछिल्लो अपडेट दिनुहोस् न। रोजिनाजी, मतगणनाकै हिसाबले कुरा गर्नु पर्दाखेरि अहिलेसम्म मत परिणामका गणनाका हिसाबले सार्वजनिक गर्ने क्रम अनुसार अहिले पनि यो अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छैन। निर्वाचन कार्यालयले यो परिणाम सार्वजनिक गरेको छैन। हामी पनि अन्तिम मत परिणाम सार्वजनिकको प्रतीक्षामा छौँ। यद्यपि अहिले यो गणनाको अन्तिम नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह विजयी घोषणा गर्न मात्रै बाँकी हुन्छ, किनकि गर्न बाँकी मात्र उहाँको निकटतम प्रतिस्पर्धी केपी शर्मा ओली बीचको मतको अन्तर निकै बढी छ। त्यसकारणले गर्दाखेरि त्यो उहाँको जित सुनिश्चित भइसकेको छ। यद्यपि घोषणा गर्नलाई बाँकी छ, किनकि केही मतहरू गर्न बाँकी छन्। त्यो गणना भइसकेपछि अन्तिम घोषणा होला। र रोजिनाजी, अहिले यो छापा दिउँसो निकै गरम थियो, अहिले केही शीतल बन्दै गएसँगै यो बाहिरी क्षेत्रहरूमा पनि मानिसहरूको भेटभाट सुरक्षा यस विषयमा थप जानकारी लिने प्रयास गरिरहेका छौँ। हाम्रा संवाददाता डीपी उपाध्याय हामीसँग प्रत्यक्ष रूपमा जोडिरहनु भएको छ। यद्यपि उहाँलाई मैले प्रष्ट रूपमा सुन्न पराजित हुनुभएको छ। हामी यस विषयमा थप जानकारी गराउनेछौँ। त्यहाँको पछिल्लो वस्तुस्थितिका बारेमा यहाँहरूलाई हाम्रा संवाददाताहरूसँग प्रत्यक्ष टेलिफोन सम्पर्क मार्फत जानकारी गराउनेछौँ। अहिले भने थप अन्य प्रसङ्गतर्फ लागौँ। अहिलेसम्म हामीलाई थप अर्को ब्रेकिङ न्युज प्राप्त भएको छ, यो हेरौँ। मत सहित त्यस क्षेत्रबाट विजय हुनुभएको थियो। एकदमै लोकप्रिय मत पनि उहाँले प्राप्त गर्नुभएको थियो। तर अहिले यो 2082 को यस निर्वाचनमा उहाँले प्राप्त गरेको मत हेरिरहँदा हामीले केही यसमा विश्लेषण गर्न सक्नुहुन्छ? यसलाई कसरी हेर्न सकिन्छ? तपाईले कसरी बुझिरहनु भएको छ? उहाँको मत के कारण घट्न पुग्यो? यसअघिको निर्वाचनमा अर्थात् 79 को निर्वाचनमा केपी शर्मा ओलीले एक्लैले करिब 53% मत ल्याएर निर्वाचित भएको ठाउँ हो भनेको अन्य सबै उम्मेदवारहरू 50% भन्दा कम, उहाँ आफू एक्लै 53% मत ल्याएर संसदमा आउनुभएको थियो। प्रधानमन्त्रीको क्यान्डिडेट हुनुहुन्थ्यो। त्यो हिसाबमा शेरबहादुर देउवा र उहाँ बीचको सहमति भएर करिब 14 महिना प्रधानमन्त्री पनि बन्नुभयो। तर यो बीचमा जसरी जेनजी आन्दोलन भयो भदौ 23 र 24 गते, त्यसपछि चाहिँ जसरी केपी शर्मा ओलीले आफू सत्तामा हुनुहुन्थ्यो, यसको चाहिँ निर्मम समीक्षा गर्नुहुन्छ, यसको आत्मा आलोचना गर्नुहुन्छ, यसको सत्य तथ्य के हो भन्ने कुरा जानकारी गराउनुहुन्छ, यसको के कारणले यो घट्यो भन्ने कुराको चाहिँ नागरिकसँग चाहिँ यसको तथ्य आउँछ भन्ने भन्दा पनि
बढी चाहिँ यो आन्दोलन नै थिएन, यो आन्दोलन होइन, विदेशी हस्तक्षेप भयो वा म प्रतिको रिस थियो, आवेग थियो, उत्तेजना थियो भन्ने तरिकाले जेएनजी आन्दोलनलाई दबाउने खालका अभिव्यक्तिहरू दिनुभयो। उहाँले मात्रै नभएर उहाँसँग चाहिँ नजिक रहनुभएका अर्थात् उहाँको भान्सासम्म पुग्ने पहुँच राख्ने नेताहरूले पनि जेएनजी आन्दोलनलाई केही पनि होइन, यो केही पनि आन्दोलन थिएन, त्यतिखेर तत्कालीन अवस्थामा जेएनजी आन्दोलनका बेला शहादत प्राप्त गरेका वा भनौँ मृत्युवरण गरेका करिब 70-73 जना चाहिँ नागरिकहरू चाहिँ यी चाहिँ आन्दोलनका कारण मरेका होइनन् कि यो राज्यले केही पनि गरेको छैन भन्ने तरिकाले त्यसलाई कम आँक्ने काम जुन उहाँले गर्नुभयो त्यसको पनि एउटा घाटा चाहिँ उहाँमा लाग्यो भन्ने जस्तो लाग्छ। अर्को कुरा जेएनजी आन्दोलनको एउटा माग के पनि थियो भने पुस्तान्तरण र रूपान्तरण पनि थियो। नेकपा एमाले आफूलाई पुस्तान्तरण वा रूपान्तरण गर्न खोज्यो पनि तर केपी शर्मा ओलीकै निरन्तरतामा यसलाई त्यो खोजेका थिएनन्। केपी शर्मा ओलीले सम्मानजनक बिदाई लिनुहुन्छ र अर्को पुस्ताले चाहिँ पार्टी हाँकोस् भन्ने आम कार्यकर्ताको जेएनजीहरूको पनि शुभचिन्तकको पनि आश चाहिँ थियो, तर त्यसलाई त्यसो हुन नदिएर बरु विपक्षीहरूलाई नै बोल्न नदिएर त्यो मैले यो शब्द प्रयोग गरेँ, बोल्न नदिएर बोली दबाइएर आफू फेरि राजनीतिको सत्तामा अर्थात् पार्टी सत्तामा उदय हुनुभयो। त्यसप्रति पनि नागरिकको एक प्रकारको फेरि अर्को रिस थियो। त्यस्तै उहाँका जो विरोधीहरू थिए वा भनौँ अलिकति यसलाई चाहिँ यसरी जानुपर्छ है भनेर त्यहाँ फरक मत राख्ने कोसिस गर्थे। फरक मत राख्न कोसिस गर्नेहरूलाई कसैले पनि त्यहाँ ठाउँ पाउने स्थिति बनेन, टिकटैसम्म पाउने स्थिति बनेन। जस्तै कि ताप्लेजुङमा योगेश कुमार भट्टराईले टिकट पाउने स्थिति बनेन, काभ्रे 2 मा गोकुल प्रसाद बास्कोटाले टिकट पाउने स्थिति भएन, काठमाडौँ 9 मा पटक जितेका कृष्णगोपाल श्रेष्ठले टिकट पाउने स्थिति रहेन, त्यस्तै अन्य थुप्रै नेताहरू जसले टिकट पाउने स्थिति रहेन। यसको पनि घाटा नेकपा एमालेलाई यसपटक भयो। त्यस्तै सत्तामा रहँदा गरिएका डेलिभरीका कुराहरूमा पनि नागरिकले चाहिँ विश्वास गरिरहेका थिएनन्, नागरिकप्रति चाहिँ असन्तुष्टि थियो। लाइसेन्स समयमा नपाउने, घन्टौँसम्म बस्दाखेरि पनि राहदानी नपाउने, बिजुलीको बिल तिर्न जाँदाखेरिको समस्या उस्तै छ भनेको यी तमाम समस्याहरू जो नागरिकले आज छिनभरमा डिजिटल माध्यमबाट चाहन्थे त्यो 48 सालदेखि यता सत्तामा रहेका दलहरूले यसमा कुनै पनि प्रगति गर्न नसक्दाखेरि र लाइनमै बस्नु पर्दाखेरि एयरपोर्ट जान पनि चाहिँ घन्टौँसम्म, एयरपोर्टमा विदेश जान पनि बस्दाखेरि घन्टौँसम्म लाइन बस्दाको चाहिँ नागरिकहरूको असन्तुष्टि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत मार्फत चाहिँ विद्रोह भएको जस्तो आकलन गर्न सकिन्छ। अर्थात् यो सत्यता पनि हो। यो स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता मिल्ने गरी नागरिकले विश्वास गरेको स्थिति छ। प्रधानमन्त्रीका दावेदार पनि हुनुहुन्छ बालेन्द्र शाह, झापा 5 बाट निर्वाचित हुनुभयो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन 2 बाट फेरि पनि भारी मतान्तरले जित्नुभयो। अन्य नेताहरू धमाधम जितिराख्नु भएको छ भने नेकपा एमाले र कांग्रेस माओवादीका हेभी वेट नेताहरू चाहिँ हार्ने स्थिति बनेको छ। अहिलेको स्थितिमा 2-3 जना पूर्व प्रधानमन्त्रीहरू यस चुनावमा उम्मेदवार हुनुहुन्थ्यो, 2 जना हारिसक्नु भएको छ भने बाबुराम भट्टराई रिङमा हुनुहुन्न थियो, झलनाथ खनाल रिङमा हुनुहुन्न थियो, प्रचण्ड मात्रै रुकुममा गएर उहाँले आफूलाई सुरक्षित राख्नुभयो भनेको। हामी यस परिणामका विषयमा थप समीक्षा गर्ने नै छौँ। अहिले ललितपुर तर्फको त्यहाँको ताजा मत परिणामको विषयमा पनि जानकारी गराइदिनुहोस् न हामीलाई। पक्कै पनि म ललितपुरमै छु, यतिखेर मत गणना जारी छ। मैले अघि भने अब करिब 33,000 मत गणना बाँकी छ। यो भनेको भोलि साँझसम्ममा यसको अन्तिम मत परिणाम आउँछ। रोचक चाहिँ के छ भने यसमा पनि अलिकति थप चाहिँ राजनीतिक वेबकै कुराहरू आउँछ। 64 सालमा माओवादीले ललितपुरको 1, 2, 3 नै जिताएर पठाएको स्थिति थियो। त्यसपछि 70 सालमा काङ्ग्रेसलाई 3टै सिट जिताएर पठाएको थियो, अर्थात् भनौँ दोस्रो संविधान सभाको चुनावमा। 74 सालमा नेकपा एमाले र माओवादी केन्द्र बीचको चुनावी तालमेल हुँदा 3टै सिट वाम गठबन्धनलाई जिताएर पठाएको क्षेत्र पनि हो ललितपुरको 1, 2, 3 र 79 सालको निर्वाचनमा 1-1 सिट नेकपा एमालेलाई यो ललितपुर 2, काङ्ग्रेसलाई ललितपुर 3, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ललितपुर 3 र काङ्ग्रेसलाई उदय शमशेर जबराको ललितपुर 1 जिताएर पठाएर 1-1 वटा दिएर पठाएका थिए। तर त्यसमा पनि चित्त नबुझिसकेपछि यसपटक मतदाताले ललितपुरका 3टै क्षेत्रका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटक फेरि जित दिएर पठाएका छन्। अर्को सबैभन्दा महत्त्वपूर्ण विषय तुलसीजी भन्नै पर्ने विषय चाहिँ के छ भने 64 सालमा माओवादीले 7 सिट मात्रै जितेको थियो उसको देशैभरि उभार आउँदा। त्यसपछि 70 सालमा काङ्ग्रेसको एक प्रकारको उभार आउँदाखेरि 12 सिट जितेको थियो काठमाडौँ उपत्यकामा, 15 वटा सिट मध्ये 12 वटा जितेको थियो।
माओवादी र एमाले बीचको उभार आउँदाखेरि वाम गठबन्धन भन्दाखेरि 10 सिट मात्रै जितेको थियो। यसअघि कङ्ग्रेसले 79 सालमा 7 सिट जितेको थियो। तर अभूतपूर्व देशैभरको यो लहरले काठमाडौँ उपत्यकामा यो ललितपुर 2 को मतपरिणाम आउन बाँकी छ। 14 वडामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर पठाइसकेको क्लिन स्विप भएको छ भने विकासजी हामी यहाँसँग पुनः जोडिन्छौँ। यो जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता विकास आचार्य। ललितपुर सँगसँगै झापा 5 का विषयमा उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो। अबको क्रममा यो इलेक्सन अपडेट। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो। मेहनतको रङ झल्किन्छ। अल्टिमा प्रोटेक्ट शाइन हो उडान भर्ने सपनामा, खुसी छर्ने आफ्नामा। मेहनतको रङ झल्क प्रतिनिधि सभा सदस्य पदमा विजयी भएको घोषणा गर्दछु। निर्वाचन अधिकृत विदुर कुमार कार्की मिति 2083-11 गते समय 8 बजे स्थान निर्वाचन अधिकृत धन्यवाद। पुरै क्षेत्रीय भनौँ न एकचोटि केही देखिँदैन। सर सर थोरै ल मतगणना निर्देशिका 2022 को तथा 25 को उपसभा
अगाडिबाट जानु न अगाडिबाट पछाडिबाट छलिहाल्छ नि हामी पछाडि छौँ किन ठेलेको पछाडि नेपालको प्रधानमन्त्री यो देशमा अब सुत्रिनुपर्ने पत्रकार र कर्मचारी यो देशमा सुत्रिनुपर्ने पत्रकार र कर्मचारी सुत्रिनुपर्ने देखियो अरू नेताहरूलाई निस्किँदै हुनुहुन्छ यो झापा क्षेत्र नम्बर 5 को भित्रबाट हामी रिपोर्टिङ गरिरहेका यो झापा क्षेत्र नम्बर 5 मा रहेको निर्वाचन अधिकृत कार्यालय भित्रबाट हामी यहाँ रिपोर्टिङ गरिरहेका छौँ। झापा क्षेत्र नम्बर 5 शानदार जित गरिसके पश्चात यहाँबाट निस्किनु भएको सरकारको जितको प्रमाणपत्र दिँदै दर्शकबिन बालेन्द्र शाह जितको प्रमाणपत्र लिएर अहिले मतगणना स्थलबाट बाहिरिँदै हुनुहुन्छ। दर्शकबिन पछाडिको बाटोबाट बाहिरिँदै हुनुहुन्छ। दर्शकबिन बालेन्द्र शाह बाहिरिएका छन्। जितको प्रमाणपत्र लिएर बालेन्द्र शाह यति बेला मतगणना स्थलबाट बाहिरिएका छन्। दर्शकबिन
हो बालनहरू निस्किएपछि निरन्तर मतगणना स्थलको लाइभ अपडेट मतदानको लाइभ अपडेट दिँदै आइरहेका थियौँ झापा क्षेत्र नम्बर 5बाट र आज अन्ततः 68,000 भन्दा बढी मत ल्याएर बालेन्द्र शाहले झापा क्षेत्र नम्बर 5बाट केपी शर्मा ओलीलाई भारी मतान्तरले हराउँदै विजयी भएका छन् र विजयीको प्रमाणपत्र लिएर उनी निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिसकेका छन्। दर्शकवृन्द, अब यो देशको प्रधानमन्त्री हुने करिब बालेन्द्र शाह निश्चित जस्तै भइसकेको छ। दर्शकवृन्द, हामी थप अपडेट लिएर आउने नै छौँ। नेपाल खबर हेर्दै गरौँला। धन्यवाद। धादिङमा अब गन्न बाँकी मत कुल 7,374 रहेको छ र बोधनारायण श्रेष्ठ रासोपाका उम्मेदवार उहाँले निरन्तर आफ्नो अग्रतालाई बढाउँदै लिएर जानुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वीमा प्रतिस्पर्धामा हुनुहुन्छ नेपाली कांग्रेसका रमेश प्रसाद धमला। बोधनारायण श्रेष्ठले 23,504 मत प्राप्त गर्दाखेरि रमेश धमला 17,544 मतसहित दोस्रो स्थानमा हुनुहुन्छ। यस्तै धनबहादुर घले नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ। उहाँले 9,366 मत र नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले 8,335 मत प्राप्त गर्नुभएको छ। अब गणना हुन बाँकी मत 7,374 छ भने बोधनारायण श्रेष्ठ आफ्नो निकटतम प्रतिद्वन्द्वी रमेश धमला भन्दा 5,960 मतले अग्रस्थानमा हुनुहुन्छ। धादिङबाट प्राप्त सूचना अनुसार अब नीलकण्ठ नगरपालिकाको 11, 12, 13 र 14 वडाको मतगणना हुन बाँकी छ। सम्भवतः आजै राति 9 बजेसम्म धादिङको यो क्षेत्रको नतिजा सार्वजनिक हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै जिल्लाहरूमा आफ्नो क्लिन स्विप जित निकालेको छ। झापामा उसले सबै निर्वाचन क्षेत्र 5वटै निर्वाचन क्षेत्र जित निकालेर देखाएको छ। यस्तै गरी सिन्धुलीमा पनि उसले 2वटै क्षेत्रमा आफ्नो जित निकालेको छ। यता काठमाडौँ उपत्यकाका सबै 15वटा निर्वाचन क्षेत्र, काठमाडौँ जिल्लाका 10, ललितपुरका 3 र भक्तपुरका 2 निर्वाचन क्षेत्रमा पनि उसले जित निकालेको छ र उपत्यका नै उसले क्लिन स्विप गरिदिएको छ। यता कास्कीका 3वटै निर्वाचन क्षेत्र, पोखरा नगरी जुन पर्यटकीय हब छ, यहाँको 3वटै क्षेत्रमा रासोपाले फराकिलो मतान्तरसहित आफ्नो जित निकालेको छ। उता दाङमा पनि सबै निर्वाचन क्षेत्र रासोपाले जितेको छ। दाङ पनि क्लिन स्विप भएको छ। यता गुल्मीका 2वटै निर्वाचन क्षेत्र रासोपाले आफ्नो पक्षमा पारेको छ। यस्तै गरी रूपन्देहीका 5वटै निर्वाचन क्षेत्र भारी मतान्तरसहित रासोपाका उम्मेदवारहरूले जितेका छन्। यता नवलपुरका पनि 2वटै क्षेत्र रासोपाले क्लिन स्विप गरिदिएको छ। र अर्को संयोग के छ भने रासोपाको सबैभन्दा धेरै मत लिएर आएर जित्ने उम्मेदवार पनि रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बन्नुभएको छ। सबैभन्दा धेरै मतान्तरसहित जित्ने उम्मेदवार र जित्ने नेता पनि रासोपाकै बन्नुभएको छ। सबैभन्दा कान्छो उमेरको विजेता उम्मेदवार पनि विजेता नेता पनि रासोपाभित्रै देखिएको छ र जुन मत खस्ने रुझानहरू छ यसमा ऐतिहासिक अरू के रेकर्ड ब्रेकहरू भए त्यसको तथ्याङ्कहरू पनि अझै केलाउन बाँकी छ। मकवानपुरबाट चुनाव लडेका प्रशान्त उप्रेती जेएनजी
युवा उम्मेदवार थिए मकवानपुर 2 का प्रशान्त उप्रेती। उमेरले 25 वर्ष 8 महिना मात्रै लागेका प्रशान्तले ऐतिहासिक जित निकालेका छन् मकवानपुरबाट। सम्भवतः उनीभन्दा कान्छो कुनै पनि उम्मेदवार अहिले रासोपामा यो प्रत्यक्षतर्फ जित्ने अरू कोही पनि छैन र अरू दलको पनि देखिएको छैन। अब समानुपातिक उम्मेदवार निर्वाचित हुने बेलामा अरू कोही आएछ भने फरक कुरा, नत्र भने अहिलेसम्मको विवरणमा प्रशान्त उप्रेती सबैभन्दा कान्छा उम्मेदवार बनेका छन् जसले जित निकालेका छन् मकवानपुरबाट। यस्तै गरी नवलपुरका युवा उम्मेदवार अर्का 26 वर्षका मनिष खनालले पनि ऐतिहासिक जित निकालेका छन् नवलपुरबाट। 42,000 मतसहित उनले जित दर्ज गराएका छन् रासोपाको तर्फबाट। यसअघि नेकपा एमाले त कहिले कङ्ग्रेसले जित्ने उक्त इलाकामा मनिष भर्खरका युवा मनिषले ऐतिहासिक जित निकालेका हुन्। यस्तै गरी सुदूरपश्चिम प्रदेशमा पनि रासोपाले अप्रत्याशित र अत्यन्तै उत्साहजनक नतिजा आफ्नो पक्षमा पारेको छ। पूर्व प्रधानमन्त्री, यो देशले 5 पटक प्रधानमन्त्री बनाइसकेका नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको मुकाम डडेलधुरामा रासोपाले आफ्नो झण्डा गाडेको छ। रासोपाका विज्ञ अर्थशास्त्री डाक्टर ताराप्रसाद जोशीले डडेलधुरामा जित निकाल्नु भएको छ। यता कञ्चनपुरमा पनि रासोपाले जित निकालेको छ। कञ्चनपुर 2 का रासोपा उम्मेदवार दीपक राज बोहरा निर्वाचित भइसक्नु भएको छ। अन्तिम मत परिणाम घोषणा भइसकेको छ। अन्य क्षेत्रमा पनि रासोपा उम्मेदवारहरूको बाक्लो उपस्थित देखिएको छ। यता कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रमा रासोपाले क्लिन स्विप गर्ने देखिएको छ। केही क्षेत्रको नतिजा आइसकेको छ र केही क्षेत्रमा नतिजा आउने क्रममा देखिएको छ र त्यहाँ पनि रासोपाका उम्मेदवारहरू अग्रस्थानमा रहनु भएको छ।